धन्यवाद। अनि हजुरको नाम के हो? मेरो नाम टीकाराम घिमिरे। ए हजुर कहाँ बस्नुहुन्छ? म मेरो घरमा बस्छु। अनि अनि हजुर कसको छोरा हो नि? मेरो बाउको। बाउको माथि छोरा हो हजुर, आमाको होइन? आमाको र बाउको। बाउ आमाको छोरा हो भन्नु पर्यो नि होइन? अनि घर भनेपछि घरै बस्नुहुन्छ तपाईँ? यो पनि तपाईँकै घर हो? कस्तो रमाइलो हुनुहुँदो रहेछ नि हजुर बुवा हजुर त। जात्रै रमाइलो हुनुहुँदो रहेछ। म त रमाइलो गोइसामा नि जात्रै रमाइलो हुनुहुन्थ्यो होला है? बहुत केटीहरूलाई दुःख त दिनु। तपाईँको गोइसा त म जन्मी थिइनँ पो हजुर बा। केटीहरूलाई दुःख त दिनु थिएन? कहाँ केटी थिए त? तपाईँको पैसा केटी त थिएनन्। भर्खर म जन्मियो चाहिँ केटी कहाँ भएको थिएँ? होइन को तपाईँ जन्मेर हुर्केपछि यसो जिस्काउने बेला केटी थिएनन्? कलेज त गाली गर्थे। गाली गर्थे नै भने त जिस्काउँथे। तपाईँले मागेर बिहा गर्नको कि भागेर गर्नको कि के हो कुरो? लौ लौ हाँस न भए भनेपछि मागेर हो कि भागेर? मागेर प्रेम विवाह हो क्या हजुरको त? सबै सबै हो। कतिवटा बिहा गर्नुको र? जम्मा चार। ए मेरो बाबु म त तपाईँलाई त भाइ यसो सोझो सोधेर यसो छेउमा बसेर बुवाको कहानी सुन्छु भनेर आइकिम हो नि त। तपाईँले चाउरी बिहा गर्नु रहेछ। अब यसबाट हामीले ज्ञान के सिक्ने? हामीले चाउरै ल्याउने हो कि के हो? तपाईँ खुसी हुनुहुन्थ्यो चाउरीबाट? हुन त अब चाउरी बुढीले एउटीलाई चिया पकायो नि एउटीलाई भात पकायो नि खुसी मेरो भाइ। अनि मिलेर बस्नुहुन्थ्यो हजुरआमाहरू कि तपाईँले मिलाउन पर्थ्यो बेला बेला? पर्दैन आफै मिलेर जान्ने बुझ्ने हुनुहुन्थ्यो? मिलेर आइगयो। ए मिलेर आएको एकैचोटि ल्याउनको कि चाउरी पाले पालो? एकैचोटि आइगयो। तपाईँ त हेन्सी हुनुहुँदैछ क्या भाइ। हुन्छ हुन्छ यता सुन्नु न, तपाईँ त हेन्सी हुनुहुँदैछ हेन्सी। यो अब बेलामा अब आज भोलि कसैले माछा मासु खान्नन्, तपाईँले के छ खानुहुन्छ खानुहुन्न? मैले त खान्न, उहिले सानैमा छोडेको। सानैमा बिहा गरेपछि छोड्नुको हो कि नगर्दै? चाउरी बुढी आएर मासु खाइदिएपछि मासु छोडेको त मैले। ए भनेपछि आजसम्म खानुहुन्न? अलिअलि घर छ्यापछुत हुन्छ कि नै कि पुरै नखानेवाला हो? होइन मतलब घर ल्याएर खानुहुन्छ कि होइन त्यहाँ हुनै हुन्न मासु भन्ने हुन्छ कि के हो? होइन मासु खाइएन गएर मन लागेन खाइएन। ए हो। अब आज भोलि छ्यापछुत बाल्यो नि खानुहुन्न तपाईँले? कतै खाइन्न? ए भनेपछि तपाईँ मासु त कि कसिया गरेर पानी पनि खान्न। किन त्यस्तो पानी बोकेर हिँड्नुहुन्छ? कसो हो अहिले यहाँ बहिनी घर आउँछु। ए बहिनीको घर हो? ए तपाईँको बहिनीको नाम के हो? अब यहाँ बस्नु पर्छ कि भन्नु घरबाट दुध लिएर आउँछु। पानी ल्याउनु होइन? पानी पनि ल्याउँछु त्यहाँ बोतलमा। ए मिठो होला पानी होइन? मिठो थियो। मैले खान हुन्छ कि नै? मैले खान हुन्छ कि नै? खाना त हुन्छ, अब खाने भए खाऊ। ए खामला फेरि तपाईँलाई पुगेन भने फेरि गाह्रो पर्छ। मैले पानी यहीँको खान्छु। अब त भनेपछि तपाईँको दुध सुध लिएर आउन के खाने हो? ए ल अरू तपाईँको त कथा भन्नुहुन्छ अरे? कथा भन्नुहुन्छ अरे भन्ने सुनेको थिएँ मैले। कथा कथा के कथा भन्नु? सिलोक सिलोक सिलक सिलो 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 हो कि सिलक? सिलक 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 होइन सिलक वाचन। ल भन्नु त एउटा के भन्नु खै मैले जान्नुहुन्छ अलिकति त? एउटा गीत गाइदिनु ल। गीत गाउन नि अब भुल्यो। भजन गाउनु भजन। 90 वर्षको भइयो सबै भुल्यो। पहिले पहिले भजन गाइन्थ्यो गीत गाइन्थ्यो। ल एउटा भजन। भजन त अब पनि जान्दिन। ल जान्नुहुन्छ एउटा? ल ल ल ल ल छिटो आहै ल। खानेको स्वर्ग जान भनेको खै बाटो खानेको स्वर्ग जान भनेको खै बाटो खानेको स्वर्ग जान
को सासु हुँदैन भाइ जात्रै मिठो गाउनु नि रहेछ होइन अरू अरू कार्यक्रममा पनि हामी आउनेछौँ हजुरलाई बोल्नेछौँ फेरि पनि अहिलेको लागि चाहिँ टाटा बाई 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 गरिदिनुहोस् हुन्छ बाई 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 माथि गरेर यस्तो ल बाई